नमस्कार साथीहरु, श्रम संस्कृति पार्क धरान तपाईहरु माझ मैले भिडियोहरु लिइरहेको छु। माथि चाहिँ छ है, एकदमै उहाँकै गीत बजिरहेको छ। मेरा अर्का सम्पाङको परिकल्पना नेपाली जनताको श्रम दान र श्रम र सहयोगले गर्दा एकदमै राम्रो बनेको रहेछ यो पार्क। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ एकचोटि चाहिँ तपाईहरुले भ्रमण गर्नु होला। यो तपाईहरुको टिकट खेर जाने छैन। हेर्नुस्, वाह, अर्का सम्पाङ। र अबको भोट भनेको पनि अर्का सम्पाङले नै दिनुपर्छ हामीले। बगरलाई पैसामा परिणत गर्ने पहिलो नेता हो अर्का सम्पाङ। हेर्नुस्, गोर्खा चौतारी यहाँ माथि तपाईहरुलाई म देखाउँदैछु। गोर्खा चौतारी चाहिँ यो हो। हेर्नुस्, यो चाहिँ गोर्खा चौतारी तपाईहरुलाई देखाउँदैछु मैले। इन्डियन आर्मी, ब्रिटिश आर्मी र सिङ्गापुर आर्मी तीनवटा आर्मीहरू मिलेर बनाएको यो चाहिँ यो गोर्खा चौतारी। हेर्नुस्, एकदमै दाताहरूको नाम सायद उहाँले लेख्नु भएको होला। यता पनि छ यो ब्रिफ हिस्टोरी अफ ब्रिटिस इन्डियन गोर्खा रेजिमेन्टको रहेछ। यिनीहरू हेर्न सक्नुहुन्छ तपाईहरुले। यसरी सबै लेखेको रहेछ यहाँ। शिला, यो के भन्छ भने शिला भन्छ कि के भन्छ यसलाई चाहिँ। हेर्नुस्, एकदमै नेपालीको सान गोर्खाली खुकुरी हेर्न सक्नुहुन्छ तपाईहरुले। हेर्नुस्, एकदमै राम्रो छ। म खोटाङबाट आएको है। तपाईहरु अब यही हेर्नको लागि, यही घुम्नको लागि म आएको खोटाङबाट। तपाईहरु पनि देश विदेशमा कहाँ हुनुहुन्छ, घर पूर्व पश्चिम जहाँ भए पनि एकचोटि तपाईहरुले यो श्रम संस्कृति पार्कलाई चाहिँ भ्रमण गर्नु होला। एकदमै राम्रो छ यो चाहिँ। तपाईहरुले धेरै कुरो यहाँदेखि सिक्न सक्नुहुनेछ। मेरा अर्का सम्पाङको यो परिकल्पनालाई तपाईहरुले आफ्नै गाउँठाउँमा पनि धेरै कुरोहरू गर्न सक्नुहुन्छ। यहाँ चाहिँ झन्डाहरू पनि रहेछ, नेपालको झन्डा। अनि सायद त्यो तीनवटा देशको झन्डा हो कि के हो त्यो चाहिँ थाहा भएन। हेर्नुहोस्, एकदमै राम्रो छ यहाँ। तपाईँहरूले पनि रहेछ। हेर्नुहोस्, तपाईँहरू एकचोटि आउनु होला यो ठाउँमा भन्न चाहे। अनि म पनि गरेर देखाउँछु है तपाईहरुलाई चाहिँ। हेर्नुहोस्, गोर्खा सहयोगदाताले सहयोग गर्नुभएको कुराहरू सबैको शिला लेखिएको रहेछ। हेर्नुहोस्, मिस विनिता राई मास्टर इन नर्स डोनर्स हुँदो रहेछ उहाँ चाहिँ। हर्कराज सम्पाङ राई एक्स लिभिङ मेमोरी अफ। हेर्नुहोस्, यस्तो रहेछ है। हेर्नुहोस्, म चाहिँ एकछिन बसेँ। हेर्नुहोस्, वाउ, के छ। मान्छे धेरै नै पर्यटकहरू हुनुहुँदो रहेछ। एकदम मास्तिर चाहिँ फेरि पहाडी एरिया रहेछ है। मास्तिर जङ्गलहरू रहेछ। तपाईँले देख्न सक्नुहुन्छ।